आदरणीय गुरु कृष्ण अधिकारी सर लगायत यहाँ उपस्थित सबै साथीहरूलाई नमस्कार छ। आज नयाँ नभनौँ न्यू इयर 2026 को शुभकामना साथै राष्ट्रिय पोशाक दिवसमा म यो टोपी लगाएर आउनु कारण पनि ममा भएको आत्मविश्वास जागेकोले हो। किनभने हाम्रो यो पहिचान भए तापनि खासै मान्छेहरू या मेरो उमेरकोहरूले कुनै औपचारिकताको प्रोग्राममा बाहेक अरू ठाउँमा लाउँदै थियो। तर आज म घरैदेखि टोपी लगाएर आएँ। यो भनेको के हो भने आज 11औं दिनसम्म आउँदाखेरि मलाई मेरो कन्फिडेन्ट आएको महसुस भएको कारणले हो। मैले अरूले के सोच्छ मलाई थाहा भएन, तर मैले आफ्नो लागि के सोच्छु त्यो महत्त्वपूर्ण रहेछ भन्ने मैले जानकारी हिजोको दिन र आज जुन स्लाइडहरू प्रेजेन्टेसन हुँदाखेरि अझ महसुस गरेँ। र सुरुको दिनदेखि नै हामीले ताक्ने र तप्काउनेदेखि टेक्निकल कुराहरू सिकेथ्यौँ र म तपाईँलाई अहिले प्र्याक्टिकली भन्दै गइरहेको छु। यसरी बसेर कुरा गर्नुहुन्छ त? के छ, हुन्छ कि हुँदैन? हुँदैन होइन? हजुर, यस्तै गरी अरू कुराहरू छ जुन तपाईँहरूले अघि पनि भन्नु भइसकेछ होइन। यति भन्दै तपाईँको मौका आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन भने चाहिँ तपाईँहरूले पनि आफ्नो समयलाई सदुपयोग गर्नुहोला। र जुन शुभ समाचार सुनियो, हाम्रो गीता केसीजीको जुन उम्मेदवारी छ होइन, त्यसको लागि चाहिँ म यहाँको राजनीतिक यात्राको शुभकामना दिन चाहन्छु र देश र तपाईँको स्थानीय क्षेत्रमा तपाईँको योग्यताले राम्रो गरून् भन्ने साथै यस केही शब्दहरू राख्दै बिदा हुन चाहन्छु। धन्यवाद।